यो 10 लाखको कुरा त के छ भने यो त न्यायाधीशको चाहिँ तपाईँको कर्तुत हो कि 10 लाख मागेकै छैन, त्यो 10 लाख किन दिएको, फेरि मेरो चाहिँ करणी भएकै छैन, संसर्ग भएको छैन भनिसकेपछि विषय एउटा छ, न्यायाधीश अर्कोतिर छ, त्यो देशमा के भइरहेको हो होइन, उनले चाहिँ त्यो गाउन पाउँछिन्, गाएर त्यसले त्यति नराम्रो कुरा केही पनि हटाउनु पर्दैन सर। हटाउनलाई चौतर्फीमा धेरै कलाकारहरूले पनि यो छाडा भयो, यसले समाजलाई भाँड्यो यो गीतले भनेर कमलामाथि खनिएका छन् नि, त्यसो भए त्यो होइन। त्यो म देख्दिनँ। यो दोहोरी भनेकै एउटा के भने यौवन के, यो तपाईँको चाहिँ युवा युवतीहरूले एउटा चाहिँ रमाइलोको लागि, ठट्टाको लागि, मनोरञ्जनको लागि गाउने शैली हो। यो 10 लाखको कुराले जता जे भने कसैले गीत 10 लाखको गाइदियो भने पनि विवादै, कसैले 10 लाख रुपियाँ भनिदियो भने विवादै, मैले 10 लाख लिनु छ भन्दै पनि विवाद। यो 10 लाखले के गर्यो? कमलासँग जुन दोहोरी गर्ने जुन अर्को एउटा पुरुष थियो नि, त्यो एकदम भुस्तिग्री एउटा होइन, एउटा चाहिँ भर्खरको नाबालिका, अर्कोतिर तपाईँको अधा वैँसे तपाईँको हजुरबा जस्तो उमेरको चाहिँ जुन त्यो एउटा भुस्तिग्री एउटा चाहिँ ढाडे उगे तपाईँको त्यस्तो मान्छे चाहिँ त्यो राखेर चाहिँ त्यो चाहिँ विषय चाहिँ बरु त्यो नगरेर एउटा उस्तै उमेरको हुन्छ नि जोडी मिल्ने किसिमले त्यो गाएको भए हुन्थ्यो। गीत अब उनको स्वर ज्यादै राम्रो छ, सानो उमेरमा कोकिल कण्ठ भन्छ नि, ज्यादै सुन्दर गीत गाउने बहिनी हुन्थी नि, मलाई पनि मनपर्छ। र जहाँसम्म 10 लाखको कुरा छ, अब यो त्यति गहन विषय त म देख्दिनँ, त्यति जटिल एकदम संवेदन विषय त होइन। यो त गीतमा एउटा के भने गीतको सिलसिलामा आउने कुरा हो। त्यहाँबाट दोहोरी जस्तो साँझमा हाँसी मजाक ठट्टाहरू त भइरहन्छ, त्यो देखिन्छ। त्यति मैले अनावश्यक त्यो विवादमै आउनुपर्ने, गीतै ब्यान्ड गर्नुपर्ने जस्तो अवस्था त म देख्दिनँ। मामुली विषयमा आकुल व्याकुल भएर कसैले 10 लाख भने शब्द निकाल्ने बित्तिकै त्यसैमा तपाईँको चाहिँ मरौ लाग्ने भनेर जुन स्टेटस गरिन्, त्यो हिंता बोध उनमा आउनु भएन। उनले आफूलाई परिमार्जन गर्नु पर्यो, उनले आफूलाई चाहिँ तपाईँको यो समाजमा लडेर खान्छु, मसँग सामर्थ्य छ भनेर चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ कन्फिडेन्ट भन्छ नि, तपाईँको त्यो चाहिँ लेभल चाहिँ उनले बढाएर अगाडि बढ्नुपर्ने हिजो पनि सुझाव दिएको थिएँ र आज पनि म उनलाई फेरि सुझाव गर्छु कि यति सानो झिना मसिना मामुली एउटा शब्दको भरमा त्यो अवस्थामा चाहिँ उनी बसिरहनु ठिक पनि छैन। त्यो के गर्नु हुँदैन, उनले आफूलाई व्यापक रूपमा परिमार्जन सुधार गर्नुपर्छ। तपाईँको चाहिँ उनको प्रगति देख्न नसक्ने, ह्युमिलेसन गर्ने के, कोही अगाडि बढ्ने मान्छेलाई खुट्टा तान्ने हुन्छ नि त, यहाँ त्यो प्रवृत्ति भएको हुनाले त्यो किसिमले गर्ने मान्छेहरूले गरे होलान्। तर म के लाग्छु भने उनको भविष्यमा सुन्दर देख्छु, उनको प्रगति होस्, अझै राम्रो मिठो गीत गाउन्, अगाडि बढुन् भन्ने मेरो चाहिँ उहाँलाई सुझाव पनि छ। हजुरलाई स्वागत छ सर। धन्यवाद, नमस्कार। तपाईँ सामाजिक सञ्जालमा निकै अपडेट राष्ट्रवादी नेता हुनुहुन्छ। तपाईँले पछिल्लो समय सामाजिक सञ्जालमा एउटा गायिका, नाबालिग गायिकाले गाएको गीतको विषय निकै चर्किएको छ, यो विषयमा अध्ययन गर्नुभएको छ? सुनेको पनि छु, अध्ययन पनि गरिरहेको छु। अब यो सामाजिक चर्चाको विषय पनि छ, त्यसले गर्दा जरुर म अपडेट छु। जुन रूपमा ती नाबालिग गायिका कमला घिमिरेले गाएको गीतमा 10 लाखको कुरा छ, यो 10 लाखको कुरा पछिल्लो समय सामाजिक सञ्जालमा यति चर्चित व्यापक मार्केट पाइरहेको छ, यो विषयलाई के कसरी लिनुहुन्छ? अब गीत अब उनको स्वर ज्यादै राम्रो छ, सानो उमेरमा कोकिल कण्ठ भन्छ नि, ज्यादै सुन्दर गीत गाउने बहिनी हुन्थी नि, मलाई पनि मनपर्छ। र जहाँसम्म 10 लाखको कुरा छ, अब यो त्यति गहन विषय त म देख्दिनँ। अब गीतमा चाहिँ 16-17 वर्ष भनेर काहीँ हुन्छ, काहीँ 5-10 लाख 10 लाखका कुरा आउँछन्, काहीँ हिरा मोतीका कुरा आउँछन्। त्यसकारण मलाई लाग्छ 10 लाख काण्डले सामाजिक सञ्जालमा मच्चायो नि त सर। त्यही त अब यो अनावश्यक तुलदिया जस्तो लाग्छ मलाई होइन। त्यसो भए 10 लाख काण्ड चाहिँ होइन, यो त्यति जटिल एकदम संवेदन विषय त होइन। यो त गीतमा एउटा के भने गीतको सिलसिलामा आउने कुरा हो। त्यहाँबाट दोहोरी जस्तो साँझमा हाँसी मजाक ठट्टाहरू त भइरहन्छ, त्यो देखिन्छ। त्यति मैले अनावश्यक त्यो विवादमै आउनुपर्ने, गीतै ब्यान्ड गर्नुपर्ने जस्तो अवस्था त म देख्दिनँ। अब जुन रूपमा अहिले नाबालिग गायिका कमला घिमिरेलाई निकै विवादमा तानेका छन्, विभिन्न किसिमको गाली गलौज भइरहेको छ, यो अवस्थालाई कसरी हेर्नुहुन्छ? होइन, त्यो के देखिन्छ भने एउटा कुरा चाहिँ अर्को एकजना पनि राम्रो गायिका हुनुहुन्छ नि, समीक्षा अधिकारी, उहाँले त्यसको विषयमा कमेन्ट गर्नुभएको थियो। त्यसपछि केही मान्छेहरूले किन यस्तो कमेन्ट गर्यो भनेपछि केही छिनमा उहाँले हटाउनु हो र उनले जो कमेन्टमा प्रकट गरेको थिइन् त्यसले चाहिँ उनलाई टच गरेछ।
त्यो सिलसिलामा त्यही विषयलाई लिएर चाहिँ अनेक यो प्रपञ्च विवादहरू ल्याइरहेका छन्। त्यो गीत आउँदाखेरि एउटा पल्सासँग मुछिएकी नाबालिग गायिकाले त स्ट्याटस राखेको थिएँ, म मर्छु भन्ने किसिमको स्ट्याटस पनि राखेको। तर मैले यो विषयमा सुन्नु न, हो ठिक हो, त्यो मैले देखेँ त्यो स्ट्याटसको कुराहरू पनि। त्यसलाई कसरी गम्भीरता होइन, मैले योभन्दा अगाडि पनि मैले विषयमा के भनेको भने शिक्षा भनेको एउटा 8-10 लाख महिनाको कमाउने एउटा लोकप्रिय कलाकार, फेरि तपाईँले पनि 10 लाखै भन्नुभयो, फेरि सुन्दर भविष्य भएको होइन। यो 10 लाखको कुरा त के छ भने यो त न्यायाधीशको चाहिँ तपाईँको कर्तुत हो कि 10 लाख मागेकै छैन, त्यो 10 लाख किन दिएको, फेरि मेरो चाहिँ करणी भएकै छैन, संसर्ग भएको छैन भनिसकेपछि नभएको विषय उठान गरेर यो 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 चिज जुन गर्यो नि न्यायाधीशले, हो त्यहाँनिर चाहिँ यो विषय एउटा छ, न्यायाधीश अर्कोतिर छ, यो देशमा के भइरहेको हो होइन। त्यही सिलसिलामा त्यो 10 लाख उनीहरूले लिएको पनि छैन, लिन्न पनि भनिरहेको अवस्था छ होइन। अनि सर यो 10 लाखले त मार्केट निकै ततायो भने अब त्यो चाहिँ अब के छ भने मेरो चाहिँ बरु समीक्षा अधिकारी बहिनीलाई चाहिँ मेरो एउटा सुझाव पहिले पनि दिएको थिएँ, अहिले पनि भन्नु मेरो भनाइ के छ भने उनी जस्तो होनहार एउटा त्यति राम्रो स्वर भएको उनको त ठुलो एउटा चाहिँ भविष्य छ नि, ठुलो एउटा चाहिँ तपाईँको चाहिँ प्रगति गर्ने ठाउँ छ नि। मामुली विषयमा आकुल व्याकुल भएर कसैले 10 लाख भन्ने शब्द निकाल्ने बित्तिकै त्यसैमा तपाईँको चाहिँ मरौ लाग्ने भनेर जुन स्ट्याटस गरिन् त्यो हिंता बोध उनमा आउनु भएन। उनले आफूलाई परिमार्जन गर्नु पर्यो, उनले आफूलाई चाहिँ तपाईँको यो समाजमा लडेर खान्छु, मसँग सामर्थ्य छ भनेर चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ कन्फिडेन्ट भन्छ नि, तपाईँको त्यो चाहिँ लेभल चाहिँ उनले बढाएर अगाडि बढ्नुपर्ने हिजो पनि सुझाव दिएको थिएँ र आज पनि म उनलाई फेरि सुझाव गर्छु कि यति सानो झिना मसिना मामुली एउटा शब्दको भरमा त्यो अवस्थामा चाहिँ उनी बसिरहनु ठिक पनि छैन र त्यो के गर्नु हुँदैन। उनले आफूलाई व्यापक रूपमा परिमार्जन सुधार गर्नुपर्छ र अगाडि बढ्नुपर्छ। अब यो 10 लाखको कुराले जता जे भने कसैले गीत 10 लाखको गाइदियो भने पनि विवादै, कसैले 10 लाख रुपियाँ भनिदियो भने विवादै, मैले 10 लाख लिनु छ भन्दै पनि विवाद। यो 10 लाखले के गर्यो होइन, यो हाम्रो सबै चिज यो 10 लाखमा जुन यो दोहोरी भन्ने छ नि, यो दोहोरी भनेकै एउटा के भने यौवन के यो तपाईँको चाहिँ युवा युवतीहरूले एउटा चाहिँ रमाइलोको लागि, ठट्टाको लागि, मनोरञ्जनको लागि गाउने शैली हो। यसमा अलिकता चाहिँ त्यसमा चाहिँ तपाईँको चाहिँ मिठास भर्नको लागि होइन, त्यसलाई चाहिँ तपाईँको अझै तपाईँको भनौँ न एउटा चाहिँ धेरैलाई त्यसले छोस् भन्नको लागि केही गाउँले केही ठट्टा मट्टा होइन 10 लाखमा घुर्नु जाउँ, 5 लाख पनि भन्न सक्थिन्, 20 लाख पनि भन्न सक्थिन् होइन। त्यो एउटा मजाक गरेर चाहिँ तपाईँको चाहिँ त्यसलाई एउटा रमाइलो वातावरण बनाउने, एउटा कार्यक्रमलाई चाहिँ एउटा रोचक बनाउने एउटा चाहिँ विषयवस्तु भावनाले यो तपाईँको त्यत्रो चाहिँ बर्बादै भयो, खत्तमै भयो, यसले सबैलाई चाहिँ बर्बाद गर्छ, समाजै भाँड्छ भनेर यो अनावश्यक तुल दिएर जो गफ लगाएको छ नि त्यो चाहिँ मलाई ठिक लागेको छैन। उनले चाहिँ त्यो गाउन पाउँछिन्, गाएर त्यसले नराम्रो कुरा केही पनि हटाउनु पर्दैन सर। हटाउनलाई चौतर्फीमा धेरै कलाकारहरूले पनि यो छाडा भयो, यसले समाजलाई भाँड्यो यो गीतले भनेर कमलामाथि खनिएका छन् नि, त्यसो भए त्यो होइन। त्यो म देख्दिनँ। बरु म के देख्छु भने कमलासँग जुन दोहोरी गर्ने जुन अर्को एउटा पुरुष थियो नि, त्यो एकदम भुस्तिग्री एउटा होइन, एउटा चाहिँ भर्खरको नाबालिका, अर्कोतिर तपाईँको अधवैँसे तपाईँको चाहिँ हजुरबा जस्तो उमेरको चाहिँ जुन त्यो एउटा भुस्तिग्री एउटा चाहिँ ढाडे उर्के तपाईँको त्यस्तो मान्छे चाहिँ त्यो राखेर चाहिँ त्यो चाहिँ विषय चाहिँ बरु त्यो नगरेर एउटा उस्तै उमेरको हुन्छ नि जोडी मिल्ने किसिमले त्यो गएको भए हुन्थ्यो। र उहाँले त भन्नुभएको छ 10 लाखको माया प्रेम लाउँदैन भनेर गीतमै भन्नुभएको छ। हो त अब त्यो बुढोसँग माया त्यो जोडी नै मिलेन। त्यसरी कार्यक्रम राख्दाखेरि पनि त्यो नसुहाउँदो अपाच्य किसिमले जो चाहिँ जोडी बनाइयो नि, त्यहाँनिर चाहिँ बरु चाहिँ प्रोडक्सनहरू जो व्यवस्था पकिएको कुरा छ नि, त्यहाँ चाहिँ कतै त्यही कथा झल्किने टाइपको त देखिन्छ होइन। त्यही त गीत रमाइलो छ, गीत राम्रो छ, स्वर राम्रो छ होइन, सबै कुरा ठिक छ, त्यहाँ नमिलेको विषयवस्तु त्यो मात्रै हो। गीत नै गाउन नआउने 10 लाख लेख्ने बित्तिकै अक्षम्य अपराध गर्यो भन्ने जुन कुरा छ नि, त्यो चाहिँ मैले मान्दिनँ। त्यो गीत कुनै त्यसलाई डिलिट गर्न पर्ने जरुरी पनि छैन। त्यो गीतले मनोरञ्जन दिएको छ, राम्रै दिएको छ। त्यो गीत गाउन उनी स्वतन्त्र छिन्, उनले गाउन सक्छिन्। हटाउनु पर्ने अवस्था र उनलाई चाहिँ दागा धर्नुपर्ने
धेरै कलाकारले चाहिँ उहाँलाई खेदो गर्नु भएको छैन त सर? होइन त्यहाँ त विभिन्न त्यो खेदो खन्नुको पछाडिको त विभिन्न कारण हुन्छ होइन। अब तपाईँको चाहिँ उनको प्रगति देख्न नसक्ने, ह्युमिलेसन गर्ने के, कोही अगाडि बढ्ने मान्छेलाई खुट्टा तान्ने हुन्छ नि त। यहाँ त्यो प्रवृत्ति भएको हुनाले त्यो किसिमले गर्ने मान्छेले गरे होलान्। तर म के लाग्छु भने उनको भविष्यमा सुन्दर देख्छु, उनको प्रगति होस्, अझै राम्रो राम्रो मिठो मिठो गीत गाउन्, अगाडि बढुन् भन्ने मेरो चाहिँ उहाँलाई सुझाव पनि छ, सल्लाह पनि छ, र म उत्साह पनि गर्छु। अच्छा, अब राईमाझी सर पछिल्लो समय यस्ता घटनाहरू जो कसैले ल भनेर दिएको चिज जस्तै अब न्यायाधीशले नै निर्णय गरिदिनु भयो कि 10 लाख दिनुहोस् भनेर, तर त्यो इच्छा विपरीत भएको निर्णयलाई पनि अहिले सामाजिक सञ्जालमा चर्चाको विषय भयो नि त। हो, त्यो विषयमा त मैले चाहिँ तपाईँको बार यो विषय के छ, माग के छ, न्यायाधीशले कस्ता निर्णय गर्छन्, के खालका न्यायाधीश छन् होइन। तपाईँको त्यो पलकै केसमा पनि तपाईँको त्यत्रो होनहार एउटा कलाकार, राष्ट्रको गहना सम्पत्ति होइन, दुनियाँलाई मनोरञ्जन दिएको एउटा चाहिँ हाम्रो फिल्मी उद्योगलाई अगाडि बढाएको एउटा युवालाई जसरी फसाइयो, जसले आरोप लगाएको, आरोप लगाउने मान्छेले नै तपाईँको चाहिँ होस्टाइल गरिसकेका छिन्। उनले नै भनिसकेका छिन् कि मेरो चाहिँ करुणा भएको छैन, एउटा मलाई चाहिँ अरू मान्छेले उक्साइदिए, एउटा प्रेम थियो मेरो, ब्रेकअप हुने अवस्था आएपछि मैले चाहिँ त्यो एउटा चाहिँ त्यो कारणले उनलाई आफ्नो बनाउने मेरो चाहनाको कारणले मैले नपाएपछि चाहिँ एउटा मैले चाहिँ एउटा आवेशमा एउटा रिस प्रकट गरेको हुँ होइन। मेरो त्यो किसिमको चाहिँ छैन भनेर भनिसकेपछि जब दुईवटा मान्छेले कुरा, त्यो दुईवटा भित्र त कसैले देखेको छैन नि, त्यो भित्र दुईवटा मान्छे छन्, दुईवटा मान्छेले चाहिँ होइन भनिसकेपछि त्यो को न्यायाधीश हो त्यो किसिमको निर्णय गर्ने, बुझ्नु भएन? हो, आज नेपालमा न्याय क्षेत्र बिग्रेको कारण यस्तै न्यायाधीशले दलहरूले आफ्नो झन्डा बोक्ने कार्यकर्ता जो अयोग्यहरूलाई चाहिँ भर्ना गर्ने जो परिपाटी छ नि, त्यो परिपाटीबाट आउने रिजल्ट, आउने न्याय, आउने फैसलाहरू यस्तै हुन्। यस्तै बेकायदा, यस्तै तपाईँको बेमेल एउटा चाहिँ विषयसँग सम्बन्धित नहुने किसिमले गर्नाले त्यसको असर चाहिँ गलत कुराको चाहिँ असर चाहिँ अब अहिले पनि तपाईँको चाहिँ त्यही 10 लाखले चाहिँ समस्यालाई खेदिएको अवस्था देखियो नि त होइन। उनले त्यो किसिमको अवस्थामा पुर्यायो नि। हो, त्यो पुर्याउनुको पछाडि न्यायाधीशहरूको त्यो निर्णय चाहिँ एउटा कारकको रूपमा देखिएको छ। अब जुन रूपमा त्यहाँ जोडीको कुरा पनि भयो, तपाईँलाई थाहा छ कमला आफै पनि नाबालिग गायिका हुन्। नाबालिग गायिकाले यस्तो किसिमको उशृङ्खल खालको गीत गाउन हुँदैन थियो, उनले चाहिँ आफ्नो मर्यादामा रहनु पर्थ्यो, परिपक्व अवस्था पनि छैनन्, यसरी 10 लाख ल्याउँला, यता जाउँला, होटलमा जाउँला, यता जाउँला, यस्तो किसिमको शब्दहरू प्रयोग नगर्नु पर्थ्यो भन्ने सुझाव सल्लाह छ नि। यो सुझाव सल्लाह अरूले दिएका सुझाव सल्लाहहरू कस्तो पूर्ण पाइनु? हेर्नुहोस्, अब बायोलोजिकल दृष्टिकोणले हेर्ने हो भने केटीहरूको 13-14 वर्ष उमेर अलिकति चाहिँ हुन्छ, अलिकति चाहिँ उनीहरूले चाहिँ केटाहरू हेर्ने, प्रेमको कुरामा आसक्ति हुने, त्यो चाहिँ नेचरले दिन्छ। हेर्नुहोस्, हाम्रो त्यो 18 वर्षभन्दा मुनिकोलाई नाबालिग भनिएको छ नि, यहाँ त्यो भन्ने तापनि तपाईँको साइन्सले चाहिँ त्यसो भन्दैन। साइन्सले चाहिँ त्यो अर्कै कुरा हो त्यो। त्यसकारण चाहिँ हाम्रो यो 18 वर्षमा चाहिँ नाबालिगा भन्ने जुन कानुन आएको छ नि, यो नै तपाईँको हाम्रो सामाजिक परिस्थितिसँग मेल खाँदैन। र 13-14 अब तपाईँको चाहिँ अझै तपाईँको चाहिँ अमेरिकाको तपाईँले हेर्नुहुन्छ भने 13 वर्षको उमेरमा तपाईँको झन्डै 57% केटीहरू उनीहरू चाहिँ तपाईँको चाहिँ आफ्नो चाहिँ केटा साथीसँग सम्पर्कमा आइसकेका हुन्छन्। त्यो सर्वेक्षणले देखाइरहेको छ। 17 वर्षमा त 80-85% देखाउँछ। अब यहाँ 18 वर्षकोलाई नाबालिका भनिन्छ होइन, लिभिङ टुगेदरको जमाना छ। अब तपाईँको चाहिँ 15-16 वर्षदेखि मान्छे बस्न थाल्न सक्छ। अब यहाँ 18 वर्षको कानुनले चाहिँ तपाईँको अहिलेको यो 21औं शताब्दीको चुनौतीलाई पनि त्यसले चाहिँ स्वीकार गर्दैन। र हाम्रो फेरि तपाईँको चाहिँ ग्रामीण भेगमा चाहिँ 12, 13, 14, 15 वर्षमा चाहिँ हजारौँ बिहा गरेको अवस्था छ। यो किसिमको कानुनहरू बनाउने हो भने यहाँ चाहिँ अधिकांश मान्छे खोरमा जानुपर्ने अवस्था हुन्छ। त्यस कारण के हुन्छ भने कानुन बनाउने मान्छे पनि यहाँ गतिलो छैनन्, बुझ्नु भएन? जनता, देश, समय, परिस्थिति, समाज, हाम्रो सभ्यता, संस्कृतिलाई चाहिँ हिसाब गरेर चाहिँ मिल्दोजुल्दो होइन, जनताले दुनियाँले जस्टिफाई हुने के त्यस किसिमले कानुन बनाउने ठाउँमा कानुन बनाउने मान्छे पनि त्यस्तै छन्, कानुनको परिभाषा लगाएर चाहिँ न्याय दिने मान्छे पनि त्यस्तै छन्। र यसले एउटा चाहिँ देशमा चाहिँ बरु त्यहाँ त्यो क्षेत्रतिर चाहिँ एउटा चाहिँ विस्मयकारी अवस्था चाहिँ मुलुकमा छ। अब हामी अन्त्यमा छु राईमाझी सर, अन्तिममा आम दर्शकहरूलाई जो तपाईँलाई हेरिराख्नु भएको छ उहाँहरूलाई के भन्नुहुन्छ? कमलाजीको आज, कमला बहिनीको आज जन्मदिन पनि परेको भन्ने सुनिएको छ। ओहो, ल बहिनीको त्यति राम्रो गीत गाउने मेरो बहिनीको चाहिँ जन्मदिन छ भने उहाँलाई मेरो धेरै धेरै दीर्घायुको शुभकामना छ। उहाँको उत्तरोत्तर प्रगति होस् भन्ने मेरो कमला बहिनीलाई छ। र
दाजुभाइ दिदीबहिनी जो यो कार्यक्रम हेरिरहनु भएको छ उहाँहरूलाई म के भन्छु भने अहिले यतिखेर देशमा चाहिँ अब यो वितण्डाहरू मात्रै मचाउने कामहरू बढी भइरहेको छ। यहाँ चाहिँ नेताहरू जसले देशको नेतृत्व गरिरहेका छन्, समाजको नेतृत्व गरिरहेका छन्, पथ प्रदर्शक छन्, उनीहरू नै भ्रष्ट भएर गएको अवस्थामा एउटा प्राचीन दार्शनिक चिन्तक अरस्तु, जसलाई एरिस्टोटल भनिन्थ्यो, उहाँले भन्नुहुन्थ्यो समाजका पथ प्रदर्शकहरू चाहिँ भ्रष्ट भयो भने समाजै भ्रष्ट बनाउँछन्। त्यसकारण यी अनावश्यक तुल दिएर कामभन्दा जे गर्नुपर्ने हो त्यो कुरा नगरेर जे गर्न नपर्ने हो त्यो कुरा गर्दै गर्दै चाहिँ तपाईँको यो एउटा चाहिँ देशमा अहिले राम्रो अवस्था छैन। त्यसकारण मेरो यहाँहरू सबैलाई के छ भनेदेखि यो राज्य प्रणाली यी यस्ता भ्रष्ट नेताहरूलाई चाहिँ हामीले खारेज गरेर एउटा चाहिँ देशभक्त राष्ट्रवादी जो माटोप्रति जोडिएको राजनीतिज्ञहरू, राजनीतिहरू, व्यवस्थाहरू यसमा आउनुपर्छ। यसको लागि सबैजना नेपाल र नेपालीको लागि एक ठाउँमा आउनुपर्छ भन्ने अनुरोध गर्दै सबैलाई एकजुट हुनको लागि म अनुरोध गर्दछु। थ्याङ्क यू सो मच सर। यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।